हेलो हेलो, यो चाहिँ हाम्रो खुर्सानीको बोटमा फलेको फल। खुर्सानीको बोटमा यस्तो कसरी फल्यो भन्नु होला फेरि। यो चाहिँ साँच्चीकै खुर्सानीकै बोटमा थियो है। मैले यो भएको अनि यो लिएर आएको भिडियो चाहिँ बनाइन, किनकि मलाई यो ल्याइसकेपछि मात्रै थाहा भयो। त्यही भएर अब यहाँबाट निकालेको चाहिँ मसँगै हेर्नु होला। एक्ज्याक्टली यसलाई के भन्छ चाहिँ मलाई पनि थाहा छैन। हाम्रो चाहिँ यो पहाडतिर चाहिँ एकदमै धेरै प्रोटिन हुन्छ भनेर चाहिँ यसलाई भुटेर खाने गरिन्छ। यसको चाहिँ माउ बच्चा सबै नै खाइन्छ। अनि यो चाहिँ आजकल एकदमै धेरै महँगोमा पनि बिक्री हुने गरेको पाइन्छ। यसलाई अर्ग्यानिक अनि हेल्दी खानाको रूपमा पनि लिन सकिन्छ। अनि यसलाई समात्न एकदमै धेरै गाह्रो हुने भएकोले धेरै सावधानीहरू अपनाउनु पर्ने हुन्छ। यस्तो बारुलाई चाहिँ धेरै टोक्यो भने मान्छेको ज्यान पनि जान सक्ने कारणले गर्दाखेरि यसलाई चाहिँ एकदमै धेरै सावधानीपूर्वक चाहिँ निकालिन्छ। हामीले चाहिँ यहाँ देखिरहनु भएको यो ग्रिन कलरको प्लास्टिकमा चाहिँ गएर यो प्लास्टिकले ज्याप्प छोपेर त्यसपछि निकालेर लिएर आएर अनि तातो पानीमा चाहिँ यो प्लास्टिक शुद्ध राखेर अनि अलिकति यो मरिसकेपछि मात्रै यो निकालेर चाहिँ मैले यसरी एक एक गरेर यसको घारबाट चाहिँ सबै झिक्दैछु। अनि यसको चाहिँ एक एक ठाउँमा कुनै पनि ठाउँमा नभएको भन्ने चाहिँ थिएन। कुनै चाहिँ सानो अन्डा मात्रै थियो भने, कुनै चाहिँ हल्का ठुलो भइसकेको, कुनै चाहिँ उड्ने बेला भएको, पखेटाहरू पलाइसकेको, कुनै चाहिँ उड्न तयार भइसकेकोहरू चाहिँ थियो। अब यहाँ चाहिँ मैले लगभगै यो सबै निकालेर भ्याइसकेँ। मलाई चाहिँ 1 घन्टै लाग्यो होला सायद यो निकाल्नलाई। अनि हाम्रो चाहिँ यति भएको छ। यसलाई निकालिसकेपछि चाहिँ मेरो हस्बेन्डले चाहिँ म फ्राई गर्छु भन्नुभयो। मैले चाहिँ खासै यस्तो बनाएको छैन अहिलेसम्म। अनि उहाँले नै फ्राई गरेर अनि त्यसपछि यसमा नुन मसलाहरू पनि हालेर रेडी बनाउनु भयो। यसरी केही बेर भुटिसकेपछि चाहिँ यो लगभग खानालाई रेडी भयो। त्यसपछि हामीले चाहिँ यो सानो बाबुलाई पनि खुवायौँ। उसलाई एकदमै धेरै मिठो मानेर खाइरहेको थियो उसले पनि। अनि ठुलो बाबुले पनि पहिला चाहिँ किरा भनेर डरायो, अनि त्यसपछि चाहिँ बिस्तारै बिस्तारै उसले पनि टेस्ट थाहा पाएपछि चाहिँ खान थाल्यो। उहाँहरूले चाहिँ मिठो मानेर खानुभयो, मिठो भयो भन्दै हुनुहुन्थ्यो। श्रावणमा यस्तो माछा मासु नखाने भनेर मैले चाहिँ खाइनँ।